हेलो हेलो रमेश दाई हजुर नमस्ते 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 आरामै हुनुहुन्छ? आराम छु। को बोल्नु? म मित्र भाइ हो पोखरादेखि। ए हजुर भन्नु न। अनि सन्चै हुनुहुन्छ? ठिक छ मित्र सर। ए अनि के छ दाजु, पानी परेछ काट्नुमा? आँटिरहेछ परिरहेछ। अनि के छ दाजु, हजुर नयाँ नौलो भयो भद्रकलको राजनीति कता के हुँदैछ भने नेपालको राजनीति कता जान्छ? अब बिस्तारै ट्र्याकमा ल्याउनु पर्छ। अब मान्छेहरू के छ भने सारा असन्तुष्टि छन्। हजुर अब अवस्था यो आर्थिक अवस्था के अलिकता परिवर्तन भयो भने हेरौँ। यो के यस्तो किन हाम्रो हामी अनुशासन भन्दा टाढा भएको दाइ अहिले चित्त बुझाउने ठाउँ छैन। अनि यो अहिले हामीहरू अहिले हाम्रो गृहमन्त्रीज्यूको बारेमा के हो, यो के भएको खास? अब आफै चाहिँ इन्भल्भ छ जस्तो लाग्दैन मलाई पनि, तर छानबिन गर्न दिनुपर्छ। हेर्नुहोस्, हजुर छानबिन समिति गठन गरौँ भन्दा हामी तयार छौँ, गर्नु पनि पर्छ। हजुर तर कोही एउटा कर्मचारी, खटाको कर्मचारीले यदि बदमासी गर्यो, उसले पोलो भयो भने गृहमन्त्रीले राजीनामाले मात्र पुग्दैन, रवि बसेकै ठाउँ बसाउनुपर्छ। त्यसमा विवादै छैन। तर चाहिँ तपाईँको छानबिन केही छैन, उजुरी केही छैन, उसको नामै काहीँ छैन भनेर कोही मान्छे, त्यस्ता मान्छे लोकसेवाले त्यसो त्यो तीर्थराज भट्टराईलाई किन पास गरेको त घुसिया रहेछ भनेर होइन, त्यो किन पास गरेर के पठाएको मान्छे पठाउने हो, बदमासी गरेर रहेछ भने एउटा नेपाली काङ्ग्रेस भनेको पुरानो डेमोक्रेटिक पार्टी हो, जनताको पार्टी हो, राम्रो पार्टी हो। अब एउटा गृहमन्त्री जस्तोलाई एउटा आँचाउने काम भइसक्यो, मिडियामा च्याप्दैछ, जनताले सबै कुरा बुझिसके। अब उहाँले ठुलो राजीनामा दिएर आफूलाई ओपन तपाईँको छानबिन राख्दा के त्यो पनि टाढा छैन। तपाईँलाई के हो भने, तर यिनीहरूले हामीले प्रेसर गर्यौँ दिउँ भन्ने भन्दा पनि उहाँले के गर्नुपर्छ भने, उहाँले आफैले मेरो बारेको कुरा ल यस्तै 10 दिनभित्र छानबिन गर, म कहीँ दोषी रहेछु भने म राजीनामा दिएँ, म बाहिर बस्छु, निर्दोष रहेछु भने आउला, दोषी रहेछु भने मलाई कारवाही गर भन्दा उहाँको अझ माथि आइट हुन्छ उहाँको, अझ माथि। कसो दबाबमा पर्नु, हाम्रो सभापतिको दबाबमा पर्नु, दबाबमा परेर उहाँ इगो भयो उहाँहरूलाई। अनि केपी ओलीजी प्रधानमन्त्रीज्यूको दबाबमा परेर उहाँले दिए के उहाँले प्रधानजीले भन्नुभयो कि उहाँ जतिको मान्छेले उहाँलाई प्रश्न दिन खडा गरेर सर्लक राजीनामा दिएर सर्लक हो नेपाली काङ्ग्रेस राम्रो मान्छे रहेछ भन्ने कुरा आउँथ्यो नि त दाइ। उहाँ त्यसरी लिसो टाँसिनुको कारण के हो दाइ? त्यतिको मान्छे त्यस जनता अगाडि गएर ऊ गर्न पर्दैन? ल मलाई छानबिन गर्नुहोस्, म निर्दोष रहेछु भने त फेरि त्यहाँ गएर बस्नु त पाइँदैन र? किन त झन् मोरल बुस्टर हुन्छ नि। तपाईँ अहिले बोल्न सक्ने मान्छेको त्यहाँ पछि 20 गते बोल्नुहोस् त, के तुरन्त तपाईँ राजीनामा दिनुहोस्, के फरक पर्छ भन्नु? उहाँ त जनताको नेता होला नि त। ठिक छ, त्यस्तो तपाईँको राजीनामा दिएर उहाँलाई आफ्नो छानबिनको बाटो खुला गर्दा उहाँलाई के अप्ठ्यारो पर्छ? निजामत विधेयक ल्याउनु छ। अनि यसबारेमा हाम्रो महामन्त्री गगनजी पनि बोल्दै बोल्नु कारण के हो त? त्यहाँ लगाउनुहोस्, अब त्यतिकै बोल्नु न, त्यतिको एउटा जनताले आश गरेको तपाईँहरू लगायत गगन दाई, विश्व प्रकाश दाई जस्ता नेपाली जनताले एउटा नेपाली काङ्ग्रेसको आश गरेको नेताहरूले अहिले आएर तपाईँको त्यो यत्रो प्रश्न चिन्ह खडा गर्दाखेरि गएर ओपन गरेर बोल्न नसक्ने भनेपछि नेपाली कारण चाहिँ के हो भन्नुहुन्छ भने, अब सबै कुरा इन्भल्भमेन्ट देखियो भने त कारवाहीको दायरा ल्याउनुपर्छ भन्ने हो। तर उसको भनाइ चाहिँ के छ भने, मैले पठाउँदाखेरि यो बालबाट पठाएको हो, मैले पठाएको होइन, भित्री कुरा। अनि नेपाली काङ्ग्रेस किन बारम्बार पुगिरहेको छ? अहिले अब्दुल आलमको तपाईँको उच्च अदालतबाट लगेर त्यो दुईटा न्यायाधीशले आइसक्यो। तपाईँ त्यो दुईटा न्यायाधीश भनेको नेपाली काङ्ग्रेस एउटा तपाईँको ऊ गरेका प्रवेश गरेका हुन्, तपाईँको भएको यो सभापतिज्यूले भनेर भन्नुभयो। काङ्ग्रेस के गर्न खोजेको? काङ्ग्रेस डेमोक्रेटिक पार्टीले सुन्नु त्यस्तो कुरा चाहिँ बुझ्नुपर्छ। न्यायपालिकाको हकमा चाहिँ हामीले केही बोल्नै मिल्दैन। न्यायपालिकाले कहिले काहीँ न्यायाधीशले छानबिन हुँदै हुँदैन त्यसो भए नेपालमा किन जनताको बहुमत गदर नहुने एउटा न्यायाधीशको तपाईँको पदर हुन्छ? न्यायाधीशलाई छानबिन गर्नु हुँदा अहिले आइरहेको छ तपाईँको कुन न्यायाधीशको घरमा तपाईँको 15 करोड कि कति करोड रुपियाँ भेट्यो भनेर उहाँलाई छानबिन गर्नु पर्दैन? भारतमा न्यायाधीश भनेको भगवान हुन्छ त्यसो भए होइन। न्यायाधीशको अब न्यायपालिका न्यायाधीशले भ्रष्टाचार गर्दैन भन्ने कुरा कहाँ लेखा छ? तैँले भन्नुहोस् त, छानबिन गर्न पर्दैन? छ तर तपाईँको एउटा कुरा के चाहिँ बुझ्नु पर्यो भने नि, हामीले पनि के चाहिँ बुझ्नु पर्यो भने, हिजो थुन्दा पनि त हामीले कहीँ विरोध गर्यौँ न नि। के भनौँ भने अहिले जसले जाहेरी दिएका थिए सबैले जाहेरी फिर्ता लिए, के गर्नुहुन्छ त अब?
अनि नेपाली काङ्ग्रेस जनताको पार्टीलाई त काङ्ग्रेस भ्रष्ट बनाएछन्, उता एमाले भ्रष्ट बनाएछन्, जनता आकर्षित छन्, विदेशमा तपाईँको दैनिक तपाईँको 400, 500, 600 जनता बाहिर गएका छन्। यो के गर्ने, हामी विकास गर्न खोज्छौँ, विकास गरौँ भनेर आवाज एउटा निक्लिएको छ, काम एउटा गरेको छ नेपाली काङ्ग्रेस, गर्न खोजेको के काङ्ग्रेस विदेशलाई रोक्ने पनि आधार ल्याउनु पर्यो। तपाईँ दुधलाई दुध पानीलाई पानी भन्ने मान्छेहरूले बोल्नै छाड्नुभयो। फेरि तपाईँले तुरन्त तपाईँ यति नेपाली जनताको तपाईँको माननीय हो, राम्ररी खोजेर नेपाली जनताको माननीय हो भने तपाईँले पर्सि 20 गते तुरन्त राजीनामा दिन लाउँछ। त्यहाँ के बिग्रिन्छ राजनीतिको उहाँ त्यो कुर्सीमा के चाल भन्छ, त्यहाँ गम टाँसेर कुर्सीमा उठ्ने 25 सालको कुर्सी हो, त्यो कुर्सीलाई त्याग गर्न पर्दैन। ल ल ल म कुरा गर्छु। तुरन्त म जान्दिनँ, तपाईँ बोल्ने नेता एउटा देशले र जनताले